गर्न चाहन्छु। म आफ्नो धरातल बिर्सिने मान्छे होइन। अस्ति पनि म तपाईहरुको भाइ नै थिएँ, अस्ति पनि तपाईहरुको छोरा नाति नै थिएँ, अहिले पनि म तपाईहरुको छोरा नाति नै हुनेवाला छु। कुनै दिन मैले तपाईलाई भनेको थिएँ त्यो भाषण गरिरहेको समयमा त्यो गाउँघरमा जाँदै गर्दाखेरि भोट माग्दै गर्दाखेरि मलाई यो जति तपाईले नजिक राख्नु भयो त्यति तपाईले आफ्नो समस्या सुनाउन सजिलो हुन्छ भनेर मैले तपाईलाई भनेको थिएँ। र म आफ्नो बोली पुर्याउने मान्छे हो। म आफ्नो बोली हरेक बोली मैले जे शब्द चयन गरेको छु त्यो मेरो अन्तिम शब्द हुनेवाला छ। म मरुन्जेलसम्म म त्यही बोल्नेवाला छु। म त्यसमा डगमगाउनेवाला छुइनँ। पहिला मैले जे बोलेको थिएँ तपाईलाई भनेको थिएँ, भाइ छोरा चेला भनेर म सम्बोधन गरिदिनु। मलाई अझै पनि म तपाईलाई यही ठाउँबाट भन्न चाहन्छु कि र त्यो सदनबाट नि म हेर्नुस् एक दिन भन्छु हजुरलाई, मलाई भाइ छोरा चेला भतिजा भनेर मलाई बोल्नु होला। त्यो भएपछि तपाईहरुको आशीर्वाद, तपाईले दिने सुझाव, आफ्नो मान्छे जस्तो गरेर तपाईले मलाई अगाडि बढाउनुहुन्छ। म अघि बढ्न चाहने मान्छे हो। म तपाईको भनिहाले म हजुरलाई, म हार खाने मान्छेमा चाहिँ म पर्दिन। यो अहिलेसम्म तपाईले देखिन सक्नु भएको छ। मैले जसरी अहिलेसम्म यहाँसम्म अगाडि बढे तपाईहरुको आशीर्वाद, साथ सहयोगले, कतिजनाको सुझावले अगाडि बढे, कतिजनाको नकारात्मक तपाईको सजेसन्सले अगाडि बढे, कतिजनाको गालीले अगाडि बढे, ओहो गाली गर्ला कि भनेर अगाडि बढ्नुपर्छ भनेर गरे, कतिजनाले भाइ बहिनीको आँखाको